मध्यपश्चिमाञ्चल बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नम्बर 4मा बस्ने म पुरानो भन्दा स्टुडियो रेडियो नेपालदेखि आफ्नो गाउँघरसम्म चाहिँ भनौँ सबैले चिन्न सक्ने म एउटा बाँसुरी वादक पनि हो। मेरा पनि गुरुहरू पनि थिए, अगाडिका तिनी गुरुहरूको म नाम अहिले लिन सक्दिनँ। त्यस कारणले म बाँसुरी पनि बजाउँछु, म गीता पनि गाउँछु। म सबै किसिमको वेद मन्त्रले म परिपक्व भएको वेदको विधान पनि म पढ्छु र सरस्वती गीता, त्यहाँपछि गएर श्रीमद् भागवत गीता, त्यहाँपछि गएर तपाईँको चाहिँ पञ्चरत्न गीता, अनि तपाईँको त्यसपछि गएर श्री राम गीता, त्यहाँपछि लिएर कोमल गीता, यस्तै गीता जम्मा 6 सम्मका गीता पढिसकेको छु। मेरो पढाइ जम्मा एसएलसी पास हो। मैले 17-18 वर्ष तपाईँको स्वास्थ्यमा काम पनि गरेको हुँ, धेरै गरेन, 18 वर्ष लगभग गरेँ थाई सेवा। म चाहिँ माओवादीको पालामा निक्लिएँ। मेरो केही शरीरमा अलिकता चोटपटक लागेपछि म निक्लिएको हुँ। म रिटायर होइन। म चाहिँ एउटा तपाईँको एकलौटी आफूले चाहिँ राजा मारिने बेलामा मैले अलिकता 2-4 लाख रुपियाँ लिएर आफ्नो घर गुजारा गरी खाएको छु। म देशको लागि, म नेताको लागि, म बाघको लागि, म यो संसारको लागि, यो प्रलय अर्थात् सत्य गयो, द्वापर गयो, त्रेता गयो, कली गयो, अब के हुने हो, के रोग लाग्दैछ नेपाललाई अथवा विश्वलाई के रोग लाग्दैछ, हाम्रो देशलाई के रोग लाग्दैछ, चुनाव कतातिर जाने हो, जिनजीबी कता जाने हो, पुलिस सेना कता जाने हो, हामी जनता कता जाने हो। बाघ घर ढोकाभित्र हग्न गएका बाघले मान्छे समातिसक्यो। अब भनेपछि बाघलाई बाह्र हाल्नु यत्रो बाह्र हाल्ने के को बाह्र हाल्नुहुन्छ? तपाईँ मलाई चिन्नुहुन्छ, मेरो नाम सुन्नुलाई। मेरो नाम हो कीर्तिबहादुर आचार्य। हामी 6 भाइ छौँ। मेरो दाईको नाम एउटा अक्कलबहादुर भन्ने पनि चिनिन्छन्। अलिअलि वडाका केही बुद्धिजीवी मान्छे पनि। म सुरेश चाहिँ मेरो भतिजो पर्छ। सुरेश भन्ने यहाँको वडा अध्यक्ष। म किट्टुलाई पनि चिन्छु। म यहाँको अहिले नयाँ नायक सिडिओ साहबलाई त यहाँ डिएसपी एसपीलाई पनि चिन्छु। किनभने हामीहरूले एउटा ठुलो भुल गऱ्यौँ, जिन्दगीमा नगर्ने भुल गरेका छौँ नेपाली जनताले। कहिले जिन्दगीमा बाघले मान्छे अक्कल झक्कलमा त्यस्तो हुन्थ्यो, अगाडि पछाडि झापझोप झुक्किएर, नत्र बाघ बौलाएको होइन, मान्छे बौलायौँ हामी। यो कुरा दिमागमा राख्नु होला। नेपालका जनताले मान्छे बौलायौँ हामी। जति बेला राजा कति हजार वर्ष राजाले राज्य चलाए, 12,000 वर्ष राज्य चलाएका छन्, 11,000 वर्ष, 15,000 वर्ष, 14,000 वर्ष। अब तपाईँको त्यस्तै ब्रह्माण्डमा 15,000, 16,000, 22,000 वर्ष परशुरामले राज्य गरेका हुन् भारतमा। भनेपछि रेणुका तपाईँको उत्तराखण्डमा। अब जस्तै भारतमा रामले राज्य चलाए 555 साल भइसक्यो। झन्डै 600 वर्ष रामले राज्य गरेर 11,000 वर्ष चलाउनु भयो। 364 अवतारमा राम राजा भएका थिए। कृष्ण पनि भए, विष्णु भए, यहाँ बलि राजा भए। नेपालमा कति राजा गए, केही कसैको केही न्याय, कसरी मरे, के भयो, केही देशको घटना, यो सबै सोचेर दिमागमा भन्दैछु म। अब बाघ बौलायो होइन, मान्छे बौलाउने बेला आयो। किनभने म यो साँच्चै भन्छु, यदि तपाईँले यो बाघलाई नियन्त्रण लिनुहुन्छ भने पहिला मलाई नियन्त्रणमा लिनुहोस्, मलाई जग्गा घुमाउनुहोस्। म तपाईँको त्यो मलाई घुमाएको ठाउँमा फेरि बाघ लाग्यो भने अनि मलाई बाघको बलि गरिदिनुहोस्। यदि तपाईँको दिमाग छ, देशका नागरिक र यहाँका जान्ने बुझ्ने तपाईँको सिडिओ साहब, एसपी, डिएसपी, डिआइजी, सशस्त्र प्रहरीका सेनाका मालिक हुनुहुन्छ, एउटा अक्कलबहादुरलाई चिन्नुहुन्न, उसको भाइ हुँ म तपाईँ बाघलाई हात्ती साथी नल्याएर तपाईँ मेरो पछिभन्दा 100-200 किलोमिटर दिनुहोस्। बाघलाई कस्तो किसिमले तपाईँको चाहिँ यहाँ त्यो ठाउँमा तपाईँलाई बाघ दाउलाले बान्दैन, म गोलीले पनि हान्दैन। बाघ भनेको दिमाग भएको पन्छी हो। यसै त्यसै मान्छेलाई खान्न। जब जङ्गल सकियो, घर नर्सरी लगाउँ, यहीँ झ्याम्टा झुम्टी, यहीँ मगा लगाउँछन्, यहीँ केरा लगाउँछन्, यहीँ अग्लो चाहिँ हाइब्रिड भएको खेती। अब बाघ सुत्छ कहाँ? हाम्रो बारीमा, हाम्रो घर आँगनमा। अनि त्यो जङ्गल कहाँ जाने? ठाकुरद्वारा जाने हो। त्यो पूर्वतिर तपाईँको चाहिँ उता के भन्छ, पूर्वको हाम्रो चाहिँ निकुञ्ज छ, उता पूर्व गुल्मी अर्का खाँचीतिर जाने हो, पूर्व जाने हो, बुटोलभन्दा उता जाने हो। र बाघको पनि एरिया हुन्छ, क्राइटेरिया हुन्छ, मान्छेको पनि बस्ने ठाउँ हुन्छ, त्यसको पनि बस्ने ठाउँ हुन्छ। हामी दुर्लभ जन्तुहरू ल्याएर हामीले देशलाई बिगाऱ्यौँ। अब दुनियाँलाई हामीले चाहिँ नजरमा बाघ। तपाईँ यति गर्नु, यदि तपाईँ कुनै पनि ठाउँमा थारूले चाहिँ भन्नु, पहिला बाघको कति पूजा गर्थे, कति थारूले चाहिँ मूर्तिहरू बनाउँथे, कस्तो त्यो घोडाहरू के हात्ती साथी, खोइ त सकियो। अब केही छैन। सत्य गयो, द्वापर गयो, त्रेता गयो, कली गयो, हत्या जुग। अब 2,24,500 वर्ष आयु छ पृथ्वीको। बचेको आयु समथिङ 2 लाख पनि छैन। अब सोमबार आउँसी, शनिका दशा, 12 ग्रह, 9 ग्रह, चन्द्र ग्रह, चाँद ग्रह, पृथ्वीमा लाग्ने सूर्य ग्रह, हाम्रो ग्रह, हामीले राजा मार्यौँ, हाम्रो ग्रह, हामीले बाबामा मार्छौँ, हाम्रो ग्रह, हामीले आमा मामा माउली सान्जा फुपू सब चलाउन लाग्यौँ। किन? मुसलमान तपाईँ आफ्नो धर्ममा छ, हिन्दू 4वटा धर्ममा गइसक्यो। अनि बाघले धर्म फेर्दैन, मान्छे खाने उसको जातै हो।
अगाडि मिल्यो भने भोक हुन्छ जसलाई पनि खाइदिन्छ उसले कुकुर खान छोड्यो मान्छे बढी भयो मान्छे धेरै सङ्ख्या भयो मान्छे जहाँ पायो हक नामुत ना फिल्म बनाउन टिकटक बनाउन त्यहाँपछि गएर जङ्गलमा अर्को काम गर्न ऊ गर्न नगर्नु गऱ्यौँ हामीले अति भयो अब त म यति भन्छु बाघलाई छोप्ने हो भने निकुञ्ज मलाई लैजाऊ मलाई 1 रुपियाँ चाहिन्न एउटै दबाई मासँग छ त्यसलाई मन्त्र छ त्यो मन्त्र हो तपाईँको कसैले सक्नुहुन्न सबै किसिमको विद्या परेकोले यजुर्वेद अर्थवेद वेद महावेद ऋग्वेद ऋग्वेद सुन्नुहोस् अर्थवेद कहाँ छ बाइबल विश्वविज्ञान तपाईँ द लाइभली जेटली क्वेसन चाहिँ हियर बट एन्सर त 4 5 अदर भने जस्तै राम गीता जस्तै कृष्ण चरित्र गीता यो संसार तपाईँको धर्ममा अडेको हो धर्म कर्म गर्नुहोस् शरम नगर्नुहोस् हत्या हिंसा नगर्नुहोस् मान्छे नमार्नुहोस् गाई भैँसी चरा चुरुङ्गी पन्छीलाई पनि बस्ने ठाउँ कमी हुँदै गयो यो नर्सरीको चाहिँ झार फानौँ सफाइ गरौँ सब मिलौँ हातेमालो गरौँ सबले बरु चाहिँ बाघलाई जता हुन्छ जहाँ बस्ने जनावर हो त्यतै बस्ने ठाउँतिर निकुञ्जतिर धकेलौँ केही इन्डियातिर पनि चाप गरौँ यताउतै भाग्छ अलिअलि भगाउने चाहिँ डमरू बजाएर हुन्छ तपाईँको चाहिँ के गरेर कुनै यस्तै के सेतो कपडा लगाउनुहोस् त्यहाँपछि गएर विभिन्न किसिमका बजाउने बाजाहरू त्यतै डमरूहरू के हुन्छ ती डङ्गाहरू नगारा हान्नुहोस् शङ्ख फुक्नुहोस् किन जान्न बाघ हामी बाउलाई हामीलाई हाम्रो काल आयो किन सत्ययुगमा यस्तो थियो बाघले बिक्री गरेन द्वापरमा पनि गरेन तीर्थमा पनि गरेन सत्य गयो द्वापर गयो तीर्थ गयो कलीमा पनि यति बिक्री गरेर राजा त्यतिलाको थिए बलि राजा 5औं अवतार बलि राजा हुन् तपाईँलाई कसैलाई थाहा छैन देशको नेपालको सबैभन्दा चाहिँ मान्य राजा वीरेन्द्र पढे लेखेको विश्वकै पहिलो PhD सबैभन्दा अघि पढेको के कहाँ गए तिनी रातारात दिनादिन गायब अब तिम्रा घर बाघ म पनि बाघ भएर आउँछु एक दिन म मान्छे हो म पनि मर्यो भने बाघ भएर आउने केही गरे भनेको नमान्ने बालाई मारेका छन् बुहारीले चाहिँ हानेका छन् छोरीले हानेका छन् जोइले केटा मान्छेलाई हानेका छन् केटा सङ्ख्या सब सक्यो विदेश गए अब यहाँ बुढाखाडा चाहिँ हग्ने गरी दाउरा बोक्छ जङ्गल फारेर हात फुटेका छन् हेर्नुहोस् हात पुरे तर 1 रुपियाँ पनि हामीसँग नुन किनी खाने पैसा छैन हामी कति दुखी गरिब छौँ त्यसलाई बोट हाल्दा कति बोट हाल्ने 65-66 वर्षको उमेर भएको को नेताले के गरे एउटा पुल बनायो त्यही पुल पनि गइगयो अब हामी कहिले उमा लाग्छौँ हो उमा लाग्ने भने सत्य धर्म कर्म एउटा यजुर्वेदले के भनेको छ तपाईँलाई म यो कहिले नबिर्सनुला बुद्धिजीवी ठुला सिडिओ साहब एलडिओ मन्त्री महामन्त्रीहरू मानुने जस्तै बालुम शाहलाई लिनुहोस् बालुम शाह ठिक छ म बालुम शाहलाई बेठी भन्दैन त्यस्तै तपाईँको एउटा अहिले भएको मन्त्री पनि ठिक छ म नाम लिन्न त्यो ठिक छ अब जन्जी तपाईँ जन्जी भने त्यही जन्जी गन्जी भने हामी गन्जी हामीले जन्जी भने हामी जनता हौँ हामीले पुरानो नेतालाई नजिता होइन जितायौँ उनले गरे पनि केही नगरेका पनि होइन तर उहाँहरूले त अब खोचो बनाएर राख्नुभन्दा जनतालाई कहाँ के जनता दुखी छन् कहाँ नाला पानी कहाँ पानी छ कि छैन कहीँ स्रोत आयो कहीँ बाटो पप्राम्किने बाटो त्यो राम्रो बाटो पनि छैन त्यस्तो ठाउँमा पनि लगाउनुहोस् जनतालाई चाहिँ भनौँ लोभ्याउनु नजिक लिनुहोस् अनि मात्र नेता हुनुहोस् अब नेता गए अब पुरानो नेता खैरै छैन म बड्डो छु 66 वर्षको भए पुरानो नेता होस् यार तिनको झोला जल्छ न अब कोही नयाँ जाग्छ भने म त्यसलाई भोट दिन्छु आमा पोइ दिन्न म मेरी आमा पोइ दिन्न मेरी आमा पोइ यिनी नयाँ नेता आउँछ भने त्यसलाई मन परेन यिनी आमा पोइ दिन्नमा तर बाघको बिगबिगी छ मलाई लैजानु जहाँ बाघ लाग्छ जे गर्ने म गर्छु मैले जति जाने आछु म त्यो गर्छु मलाई पैसा चाहिएन खाना खिलाउनुहोस् बाघ त्यो ठाउँबाट म तपाईँ मान्छे नखाने बनाइदिन सक्छु बाँकी सबलाई खान्छ कोही राख्दैन खाने जनावर मान्छे नखानेसम्ममा बनाउन सक्छु अरू म केही जान्दिनँ जय नेपाल जय देश जय राजा जनक जय राम राजा जनक जय वीरेन्द्र राजाको जय बालुम शाहको पनि जय यस्तै गरेर बुद्धिजीवी तपाईँको जनजीवीको पनि जय तर जनजीवी देशमा आगो नलगाऊ मेरो घरमा आगो लगाइदियो भने म गरिब छु केही फरक पर्दैन देशको सम्पत्तिमा आँच नपुर्याउँ भारतले नेपाललाई मिच्दै गइरहेका छ 3,66,894 हेक्टर झन्डै 5 लाख हेक्टर भारतले मेची महाकालीले कता हेरेका छन् नेता कहाँ गए तिनी सशस्त्र कहाँ गए आर्मी हामीलाई हतियार दिनुहोस् हामी पनि पस्छौँ हामी पनि लड्छौँ हाम्रो देशको लागि कोही अघि आउँछ भने हाम्रो देश कोही लुट्न आउँछ हामीलाई हतियार दिनुहोस् केही नभए थोर्ता पुरानो माओवादीका हुन्छन् नि तिनी भए पनि त्यो बारुद किन्नु हामीलाई छड्काउँदैन नेपाल कोही लुट्न आउँछ भने हामी बुढा पनि जान्छ तर देशको स्थिति कता गयो हामी कता गयौँ ल हेर्नुहोस् त 12 को 12 महिना कुहिरो लाग्ने बेला भइगयो अब ल 12 को 12 महिना कुहिरो लाग्ने बेला आइसक्यो यो के भयो देशलाई जय नेपाल जय सरस्वती जय वेदका विधान राजा बलि जय
वेदका विधान तिमी वेद व्यास बाँचिरहेका गणेश खगोल शशास्त्री पढे लेखा बुद्धिजीवी तिमी बाँचिराखे तर देश अर्काले नलैजाओ सेना पुलिस आर्मी भारततिर पनि दबाएर जानुहोला कुना कुनामा नेपाललाई हेर्नुहोला फेरि नयाँ लाखै रुपियाँ जाओस् फेरि नयाँ राम्रा पुराना पुलिस भर्ती गर्नुहोला जय नेपाल जय